हेलो गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो न्यू भिडियोको साथमा फेरि पनि उपस्थित भइसकेको छु। डे बाई डे भ्लग स्टार्ट भइरहेछ। बिहानै उठेरै फ्रेस भएर पानी पिउँदैछु। अनि हाम्रो सर पनि बिहानै उठ्यो। आज तिम्रो के छ? ट्युसन छ नानीको बिहानबाटै होम ट्युसन। सो नानी पनि अघि उठ्या छ, म पनि अघि उठ्या छु। आज ताप्लेजुङको मौसम यस्तो छ गाइज। अब सिधै गइन्छ पसलमा, मस्तसँगले पसल खोलिन्छ अनि आजको दिन सुरुवात हुन्छ पसलबाटै गाइज है। सो सबैको दिन शुभ रहोस्। के गरेको? के गर्ने? अनि त्योभन्दा अगाडि चाहिँ फटालाई ल साथीहरू है, त्यही छ डेली भ्लग आउँदैछ हैन। अनि डेली भ्लगमा चाहिँ आफ्नो लाइफस्टाइल के कसरी चलिरहेको हुन्छ सबै कुरा भ्लगमा आउँछ। सो काम त त्यही हो दिउँसोभरि हैन, पसलमा गयो बस्यो है, अनि दिनमा एकचोटि एकछिन निस्क्यो है, अनि त्यसपछि बेलुका ब्याडमिन्टन खेल्न गयो। बिहान पनि जानु पर्यो भनेको फेरि मिलेन। अब कुन दिनबाट म बिहान पनि जान्छु होला एक्सर्साइज गर्नको लागि, किन भन्दा पेट अलिक घटाउनु पर्ने हुन्छ हैन। सो गाइस आजको दिन सबैको शुभ रहोस् साथीभाइहरू है। ल साथीहरू पसल खोलेँ। आज चाहिँ फर्स्ट भएँ म। चोकमा कसैको खोलेको छैन, यहाँ माथि चाहिँ खोलेको छ। सो पसल खोलियो। सुरुमा चाहिँ पसलै खोल्ने हो गाइज है। पसल खोल्ने, अब झाडु लाउने हो, सर सफाइ गर्ने हो, आदि इत्यादि गर्ने हो। अनि त्यसपछि चट्टसँगले कफी खान जाने हो। कफी खाएर आएपछि चाहिँ एकदम मजाले काम गर्नुपर्ने हुन्छ है। यो दाजुलाई म कुर्छु है। कहाँ जानु? ल्याङ गर्ने बिहान बिहानै आएर यहाँ काम गर्ने मान्छेलाई हाम्रोमा निस्किन्छ नि। हजुर पुरानो नम्बर पनि हाम्रोमा निस्किन्छ। आफ्नै नाममा हुनु पर्यो, नागरिकता लिएर आउनु पर्यो। होइन ओरिजिनल नागरिकता चाहिन्छ, अरू केही चाहिँदैन। ल्याङ किन हो? चिया खानको लागि हामी कफी खानको लागि निस्किसकेका छौँ। चन्द्रे नजाने अरे, लोकेश बल गर्दैछ यहाँ, जाउँ कि जाउँ भन्दैछ। यहाँ झोला खुलिरहेछ हो। ल जाउँ थोरै दुई भाइ जाउँ। नजानु नि दोस्रो लाग्यौँ ल। छोरा भेट्ने अरे नि त हो, उसले अहिले भेट्दैन अरे। छोरा र बाउको सम्बन्ध टाढो टाढो छ। लोकेश के छ? लोकेश हामी आज डाँडामाथिको होटेलमा जाँदैछौँ। यो नै ह्याङ सहारा सेकुवा कर्नरमा बिहानै चिया खानको लागि। अनि के छ नयाँ नौलो? बेहाल छ अरे। नगर न के यार, काम नपाएर। ताप्लेजुङ जिल्ला गाइज ब्युटिफुल दामी छ। मौसम एसी छ क्या, एसी ताप्लेजुङ त एसी हो ताप्लेजुङ चाहिँ। अनि तराई भूभाग, मधेस भूभाग गाइज यति गर्मी छ। एसी गाइज यो चाहिँ यति मजा आउँछ। ओपनिङ 7 AM, क्लोज 10, ठ्याक्कै 10 बजी फेरि बन्द हुन्छ नि यो गेट। यो गेट 9 बजीतिर बन्द हुन्छ। बसेर खानेलाई 10 बजीसम्म दिन्छ। त्यसपछि हामी पनि सुत्ने हजुर भन्नु थाल्छ यो भाइ। मैले के भने, अम्म सेतो भएको त यार तिमी त। ल यहाँ चिया खान्छौँ, कफी यो रेड लेभल दुई प्याक आज बिहानै हानिदिउँ त लोकेश। रेड लेभल बिहानै बिन्स कफी। तर कुन कफी हो यो? हेर्दा चाहिँ सेम देखिन्छ, यसको फाल्टो हुँदो रहेछ। ल अब हामी यहाँ मस्त बसेर कफी
पिउँछौँ गाइज अनि आजको दिन सुरुवात गर्छौँ अनि यहाँदेखि बसेर यी रमिता हेर्ने यसरी यता रमिता हेर्दै खाने हाम्रो ठुलो सब्जी हुनुहुन्छ उहाँ चाहिँ ताप्लेजुङको अरे पानी पर्दैछ त हाङदेवामा त हेर्नु त त्यो पानी हो कि तुवालो हो आँखा बिग्रेछ हौ साथी होइन उयो हो तुवालो हो राख्नु पाइँदैन ल त्यो हेरेर लगेर चेस गरेर राख्न पाउँदैन नि त तपाईँले धोका लगाइदिइराख्नु ल राख्न पाउँदैन है हो राख्छ यार बुढो चेस गरेर लाइनमा ल्याएको छु नि त हिजोको भिडियो म चाहिँ एडिट गर्नतर्फ लागेँ है डे बाई डे भ्लग बनाइँदैछ अब डे 1 गाइज है डे 1 यहाँनिर फेरि अब मोबाइलको स्पेस चाहिँ एकदम आउट भइसकेको छ स्टोरेज फुल भएको छ त्यसो हुनुको कारणले गर्दाखेरि अब चाहिँ मैले यहाँनिर राखेको छु हिजोको भ्लगहरू मैले यहाँबाट चट्टसँगले एडिट गर्छु गाइज है यहाँनिर सजिलो पनि हुन्छ छिट्टो पनि हुन्छ अनि भिडियो क्वालिटी त छोडिदिनु होला यति दामी आउँछ होइन प्रिमियर प्रो है यो चाहिँ ओके प्रिमियर प्रोबाट मैले भिडियो एडिट गर्छु ल त्यो स्पिकर त 0 छ त हौ कि कहाँ गएको छ स्पिकर ओके गाइज है यसरी एडिट गर्ने हो ल साथीहरू बसेछ पसलमै अनि म चाहिँ अब खाजा खान जाने साथीभाइहरू चट्टसँगले खाजा खानु पर्ने हुन्छ खाजा खानु जानु पर्ने हुन्छ गाइज होइन सो ब्याङ्क पनि जानुपर्ने छ एउटा काम गरिदिनु पर्ने भयो मेरो खाजा खान आइयो ट्याक्क दिउँसोको अहिले 3:37 गयो हामी फेरि खाजा खानु हिँड्छौँ घरेलुमा त अनि उही त्यो पनि त तिर्नुपर्छ कति तिर्नुपर्छ पैसा त तिर्नुपर्छ नि हो कि कर तिर्नको लागि चाहिँ त्यस्तो अप्ठ्यारो मान्ने हो अनि धेरै ठाउँमा किन दर्ता गर्नु फोकटमा किन पैसा तिर्नु भन्ने कुरा क्या लु भन्नु त ट्रेनिङ गराउनु हो भने चाहिँ फेरि घरेलु राम्रो दर्ता त गरेको छु त नगरपालिकामा दर्ता गरेको छु सबै ठाउँ छ घरेलुमा चाहिँ किन गर्नु वाइ बुझ्ने मान्छे पनि त्यो सोध्ने हो घरेलुमा दर्ता गर्दाखेरि दिन त दिन्छ के दिन्छ होइन गाइस मागौँ कि के पैसा पैसा माग्छु नि यहाँनिर क्युआर गरेर म खाजा भन्दैछ चाउमिन आज चाहिँ खाने भित्र भन्दैछ गाइस खाजा आयो के अरे एभ्री डे डेली भ्लग स्टार्ट भइसक्यो त अब हामी ब्याडमिन्टन खेले जस्तो जहिले दिनै ओहो दामी पो भन्दो रहेछ त चाउमिन त साथीहरू डेली भ्लग चाहिँ बेलुकाको जहिले 5 बजे आउँछ है 5 बजे आउँछ तर आज 5:24 गएछ झन्नै बिर्सेछु बानी छैन नि त डेली भ्लग लाउने सो म पब्लिक गर्दैछु है साथीभाइहरू ल हेर्नु होला यो हाम्रो भ्लग हेर्नु होला साथीहरू डेली भ्लग गाइज एभ्री डे आउँछ होइन मन्त्र जप्दै हुनुहुन्छ उहाँ साथीले पढ्दै हुनुहुन्छ हाम्रो चाहिँ अर्ग्यानिक खाजा हुन्छ जहिले दिस इज अरे मन पर्दैन आलु पोटेटो वाइ ठिक छ त अनि अक्कबरेको वाउ त्यो एउटा आलु तान न हौ अनि मात्र भेट्छ खाजा गाइस
खाजा हामी खाँदैछौँ पोट्याटो नुन र अकबरे खोर्सानी पिसेर बनाएको अचार फाइनल्ली बेलुका भइसकेको छ अब चट्टसँगले रुम जाने हो जुत्ता सुगा हौ आम्मा बाउ छोरा मेसीको फ्यान हो खै हो अनि बाउले चाहिँ बाउले नलाउने आम्मा छोरोलाई भेष किनेर ल लेट्स गो 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 फास्ट गीत के कोट्याएको नानी यस्तो बुढो भइसक्यो उसलाई चक्लेट खोजेको होला नि हो चक्लेट दाँत सकिसक्यो ल ल गाइजहरू अब म पनि चट्ट रुम जान्छु होइन अनि त्यसपछि हाफप्यान्ट त लाउनु पऱ्यो गेम खेल्नलाई एकदम मजा हुन्छ स्मुथ हुन्छ अहिले दोस्तहरू आइहाल्छ कति 7:30 हुन लागिसक्यो ओके ल साथीहरू रुममा आइयो टक्क हाफप्यान्ट लगाइयो ब्याट बोकियो अनि यो ग्रिप अर्को लाउनु पर्यो त्यो अलिक पातलो भयो भित्र टेप टक्क लगाएर मस्त बनाउने हो अनि हल्का बाक्लो बनाउनु पर्यो पसल चाहिँ खुल्लै छ है गाइज अब यो चाहिँ अलिकति सानो भयो क्या यो मसँग छँदैछ यसलाई फाल्छु र हल्का ठुलो बनाउँछु है सो यसलाई चाहिँ मैले पुरै खोल्छु अनि हल्का बढाउनु पर्ने हुन्छ पहिला त्यो पुरानो यहाँको रेडिमेड हुन्छ त्यो चाहिँ मैले निकालेर फाल्दिएँ किन भन्दा त्यो माथि लगायो भने ठुलो हुन्छ सो त्यो चाहिँ फालियो अब यसलाई म यस्तो बबाल बनाउँछु ठ्याक्कसँगको बनाइन्छ ओके यो भइसकेपछि यो टेप लाउँछु नि म यो 1 सरो 2 सरो चाहिँ यो हाल्ने हो ओके यसलाई ल 1 सरो यो लगाएँ हिजो यो धन्ना बाँधेर मात्र नत्र भए हिजो मैले यति धेरै धुलो हाने कि म त माटो धेरै हान्छु यार कक्लाई भन्दा धेरै माटो हान्ने बानी भएको छ सो अब चाहिँ यो हरियोले छ्याप्पै बाँध्छु गाइज हाम्रो समय स्टार्ट भइसकेको छ केटाहरू आउनको लागि अझै बाँकी छ 2 भाइ केटाहरू केटाहरू आएपछि मस्तसँगले जाने ल्यापटपहरू अब सब म स्विच अफ पार्छु सटडाउन गर्ने हो ल्यापटपहरू सटडाउन गरिसकेपछि अनि हाम्रो यात्रा यो मिल्नुपर्छ क्या यो जति ग्याप छ यो पनि त्यति नै हेर न होइन त्यो माथि अलिक बाक्लो राखेको तपाईँ मान्छे कडा हो नि त हो यो पनि उल्टो बान्थ्यो हेर तपाईँ मान्छे बान्दाखेरि यो अक्षर सुल्टो देखिनुपर्छ यसरी हेर आम्मा कति खतरा मलाई तर्काएको हेरौँ उल्टो बान्छ यार मलाई तर्काएको खै यहाँ लाउनु न झोलामा बुढा त भाग्छ यार माकेर बुढा झोलामा लाउँछु खै केटाहरू आउँदैन त मेकुरीहरू त मान्छे त त्यहाँ मान्छे त फालाफाल पाउँछ भोलि माथि जाउँ ल बिहान माथि भोलि अलिक ढिलो जाउँ जे होस् 5 बजी जाउँ न 5 बजी जाउँ 7-8 बजीसम्म खेलौँ न हेट टेरिका जाउँ न दिउँसो चाहिँ जान्छ यार दिउँसो कुरा गर्छ मान्छेको के काम हुन्छ उसलाई दिउँसो भन्छ भोलि त कहाँ पुग्छ पदम ब्लक त भोलि त कहाँ पुग्छ पदम ब्लक ल आजको दिन पनि फिनिस भइसक्यो पसल बन्द गरेर अब हामी ब्याट खेल्नको लागि जाँदैछौँ टक्क बन्दुक बोकेको जस्तो बोकेर हिँड्छ नि हो लोकेशको फेरि सानै फाल्टो छ म झिलिमिली छ त हौ फेरि विकास दाईको पसल के छ लोकेश कहाँ हिँडेको लोकेश
ल अब पर भेट्नुपर्छ ऱ्याकेट खेल्ने ठाउँमा। म्याच चाहिँ खेलेको छैन, प्र्याक्टिस गर्दा गर्दा यहाँनिर पसिना सोरी भइयो होइन। अनि आज हाम्रो टोली नै पुगेन, हुँदाखेरि यो बस्ने ठाउँ नै हुँदैन, त्यस्तो धेरै मान्छे हुन्छ। नहुँदै टिम नपुगेर त्यही एकजना साथी यार आएकै छैन, खाली भएको बेला चाहिँ साथीहरू आउँदैनन् क्या, अनि भिड भएको बेला चाहिँ अनि ओभर हुन्छ क्या धेरै क्या। यहाँ दुईजना खेल्दैछन्, मलाई यहाँ पसिना तरर आइरहेछ, यति धेरै पसिना आइरहेछ, अम्मा यो खालको पसिना आइरहेछ। साथीहरू दुईजना खेलिरहेछ, मजाले खेलौँ क्या मजाले, झुक्कै 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 झुक्कै, त्यस्तो कहाँ हुन्छ। अगाडि खुट्टा, दाहिने खुट्टा अगाडि, टक टक पोजिसनमा पोजिसनमा टक 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 टक। सो हामी चाहिँ भर्खर सिक्दै गरेको है प्रोफेसनल ग्यामर होइन, हामी सिक्दैछौँ गाइज है। अब बिस्तारै बिस्तारै जानिन्छ होला नि त। एउटा मात्रै ब्याट भाँचाइँदैछ, कम्तीमा पनि 2-4वटा त भचाउँदा मात्र सिकिन्छ अरे भन्ने कुरो सुनिरहेको थियो, हो कि होइन कमेन्ट गर्नु होला जो खेल्नुहुन्छ ब्याडमिन्टन। औफ आम्मा लास्टै डह्रो खेल्यो ब्याट। अब जाने बेला भयो, भाइहरू टन्नै छ अहिले चाहिँ। अमृतले आज लास्टै ढिलो गर्यो नि त, कता साथीको भात खाँदै बसेछ। अमृतले के खायो अरे, भाग्यो लोकेश। जाउँ लोकेश सँगै जाउँ न। अफ लास्टै गर्मी, यस्तो धेरै गर्मी भयो, आम्मा आँखाभित्र छिरो पसिना। के छ दिनेश, पसिनै आएन त? अनि पसिना आएन, तिम्रो पनि छैन? भात सक्यो होला नि, फेरि खाने होला नि खाना त। ल साथीहरू फाइनल्ली रुमतिर आइसक्यो ब्याट खेलेर, अब खाना खाने। यस्तै छ खाना चाहिँ, बेलुकाको भोजन यस्तो छ, चट्ट अब खाना खाइन्छ। हेलो सर, के छ खबर? अनि पढिसकेर खेलेको कि नपढी खेलेको? पढिसकेर। गुड। अघि गाइज है, अब मस्त खाना खान्छौँ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला होइन। केही भन्नु मन लाग्यो भने कमेन्ट गर्नु होला। डेली भ्लग आउँदैछ, एभ्री डे आउँछ, एभ्री डे डेली लाइफ स्टाइल हाम्रा है। सो गाइज सबैलाई गुड नाइट, हवस् त, बाई बाई।